हेलो गुड मर्निङ सबैजनालाई होइन। अब मेरो आज डे 3 ब्लग होइन। अन्त अब यहाँ हेर्नुहोस् त, यहाँ सामानहरू डल्लै आएको छ। म यहाँ साम्बर कटिङ गर्दैछु होइन। अन्त त्यहाँबाट साम्बरहरू आएको नि त, आज यही कटिङ हुँदैछ टक्कैसँगले होइन। डल्लै सामान हो यहाँनिर साम्बरहरूको। यहाँनिर धोसामा भर्खर हालेको मैले होइन। मेरो काम चाहिँ चल्दैछ है। जस्तै भयो नि काम गर्नै पर्छ होइन। तपाईँहरू राम्रोसँगले गर्नुहोस्, जहाँ काम गर्नुहुन्छ होइन। एकदम इमान्दारले गर्नुहोस् होइन। त्यति नै भन्नु चाहन्छु। हेभ अ ग्रेट डे। गाइस ड्याङ कटिङ हुँदैछ होइन। आजको लागि चाहिँ कटिङ गर्दैछु म चाहिँ होइन। सामान चाहिँ आज आएको हो नि त, अन्त त्यही भएर चाहिँ कटिङ हुँदैछ साम्बर हो। यस्तै छ अब काम चाहिँ मेरो। ल होइन गाइस, टु बी कन्टिन्यू होइन। पर्सि गाइस खाने हो तपाईँहरू पनि। साम्बर बनाएर खानु नभए त मिठो हुँदैन। साम्बर पनि कटिङ भइसक्यो होइन। साम्बर कटिङ भएर सक्यो। अब बसाउनु छ यसलाई। सो त्यहाँबाट के गर्छु म देखाउँछु तपाईँहरूलाई। यो चाहिँ के बनाउनु आँटेको दा अन्त भन्नु त। ग्रेभी के को लागि? यो परोटाको लागि। परोटाको लागि। अन्त यहाँ पाक्दै गरेको चाहिँ यो पनि ग्रेभीकै लागि। ग्रेभीको लागि न। कप्पा भनेको चाहिँ यही सिमल तरुल हो। कप्पा भनेको चाहिँ यसको चाहिँ बिरयानी बनिन्छ। यहाँ त कटिङ हेरिहाल्नु अब रफै गाइस। म चाहिँ चिकन फ्राईको लागि मसला बनाउँदैछु। अब यहाँनिर मिक्सी बनाउँदैछु होइन। यो हाम्रो सानोबडी किचन। गाइस माछा आएछ। दिन्छु भने एउटा गाइस माछा यही खाना ये दीजिए। तेरै हो मात्रै रहेछ। एक बॉक्स देखा माछा कुन चाहिँ माछा खाने रहेछ? आइला भन्नु नाम भन्नु नि हो। आज खुसी छ माछा खानु पाएर। माछा गाइस आइला अरे चाहिँ आइला माछाको नाम। गाइस यहाँ चाहिँ मैले चिकन फ्राईको लागि हालेको छु नुन, चिकन मसला होइन, अदुवा लसुन खोर्सानीको पेस्ट। अब यसलाई चाहिँ मजाले मुस्नुपर्छ यसरी। यहाँबाट राख्नुपर्छ यसलाई। अन्त भरे चाहिँ फ्राई गर्नुपर्छ। हात चाहिँ फ्लाममै पार्दै यहाँनिर काट्नु चाहिँ कत्रो काटेको छ याद छैन कि। यस्तो हुन्छ गाइस होटल लाइफमा काम गर्नु चाहिँ। दुःख हेरिहाल्नुहोस्। अब हात काट्यो इजी हुन्छ अब हो।